साथीहरू नमस्कार। तपाईँहरूको घरमा पनि केटाकेटी हुनुहुन्छ होला, बाबु नानीहरू। ती बाबु नानीहरू चाहिँ के हुँदो रहेछ भने सानो उमेरमा भनौँ यो 1, 2, 3, 4 वर्ष भनौँ न, त्यो उमेरमा चाहिँ नर्मली यो धेरै जिज्ञासु हुने, धेरै कुरा सोध्न खोज्ने, यो भनेको के हो, यो कहाँ जाने बाटो हो, फलानु यो भनेको के हो भनेर जे कुरा पनि सोध्ने एउटा जिज्ञासा हुँदो रहेछ। र त्यो जिज्ञासाहरू सोध्दै गर्दाखेरि ती बाबु नानीलाई गाली गर्ने, रिसाउने वा अकार्ने गर्नु हुँदैन। उनीहरूले भनेको कुरालाई सुनिदिनुपर्छ वा जवाफ दिन सक्नुपर्छ वा राम्रै गरी दिनुपर्छ हामीले। त्यसै गरी केही केटाकेटीहरू चाहिँ के गर्छन् भने होमवर्क गर्न नमान्ने, बुवा आमाले वा घरमा भनेकाले नसुनिदिने पनि हुन्छ। त्यो क्रममा चाहिँ हामीले ती केटाकेटीको पनि कुरा सुनिदिनु पर्दछ। उनीहरूलाई ठुलो स्वरले होइन कि राम्रै गरी फकाएर भन्नुपर्दछ वा उनीहरूलाई ठुलो स्वरले कराउने भन्दा पनि केही विकल्प दिन सकिन्छ कि वा उनीहरूलाई चाहिँ अरू पनि केही चोइस छ कि त्यो दिन सकिन्छ। जस्तै खानेकुरामा होस्, केही गर्दाखेरि होस्, त्यसो गऱ्यो भने चाहिँ र केटाकेटीलाई चाहिँ फकाइ होइन, खाना खुवाउँदाखेरि केही गर्दाखेरि पनि होइन, राइमहरू सुनाएर हुन्छ कि कविता सुनाएर हुन्छ कि होइन, कथा सुनाएर हुन्छ कि त्यसै गरी पनि विभिन्न कुराहरू सिकाउन सकिन्छ। थ्याङ्क यू।